हेलो एभ्रिवान, नमस्ते, शुभ बिहानी सबैलाई। मेरो चाहिँ दिनचर्या सुरु भयो है। कपडा कस्तो लगाएको छ भनेर नभन्नु होला, किनभने त्यो कपडालाई इग्नोर गर्नुस्। गाउँघरको यस्तै हो, के गर्नु, सफा सुग्घर लगाएर चट्ट हातमा नङपालिस लगाएर बस्न सकिँदैन है। झेत्तेको कपडा खुम्चेको यस्तै हुन्छ गाउँघरतिर, के गर्नु। गाउँघरको भिडियो सबैलाई मन पर्छ भन्ने पनि हैन, सबैलाई मन पर्दैन भन्ने पनि हैन है साथीहरु। अब म त यस्तै बनाएर हाल्छु, के गर्नु। आफूमा नकला नगला है भन्ने जस्तो केही पनि छैन। त्यही काम गरेको भिडियो हाल्यो बस, न त दिमागमा अरु जस्तो कन्टेन्ट बनाउन आउँछ। यस्तै गरेर हाल्नु पर्यो, के गर्ने। अब स्याउला आजभोलि त पातहरु खसेर गडामा कस्तो भछन्, ती सब बढारेर जलाए है। अब गोठ बनाएको थिएँ मैले, बाख्रा साख्रा नभए पनि गोठ बनाएर राखौं, अनि दिउँसोमा छाया बस्न पनि हुन्छ भनेर गोठमा माटो साटो भरेको थियो। त्यसैलाई पिटेर आज दिउँसो लिप्ने भनेर अब त्यसलाई पटार्दै छु है इट्टाले। अब के गर्नु, काम नगरी छैन। काम दिनभरि हात खुट्टा पछार काम गरेको जस्तो देखिँदैन है। घरको काम जति गरे पनि नदेखिने, कसैले देख्दैन, के गरिस् दिनभरि घरमा बसेर भन्ने हुन्छ। त्यो भन्दा त अब बाहिर गएर काम गर्नको लागि यहाँ न त कुनै काम नै मिल्छ, न त धेरै पढेका छौं, के गर्ने। अनपढ भएपछि यस्तै हो, गाह्रो छ जिन्दगी। यस्तै छ गाउँघरको जीवन। हजुरहरुलाई मेरो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला है। फलो गर्नु भएको छैन भने फलो गर्नु होला। दिनभरि बच्चाहरु स्कुल हुन्छन्, तै पनि छिमेकीको बच्चा आएर माटो फाल्दिने, यता ढुङ्गा जम्मा गर्दिने, यता उति गरिरहन्छन्। के गर्नु बच्चाहरुलाई, अब के भन्ने। उनीहरु कुरै बुझ्दैनन्, कुरो नबुझ्ने बच्चा। रिसाएर पनि फाइदा छैन, के गर्ने। बच्चा त बच्चा नै हो, आफ्नो होस् या अर्काको होस्। गोठमा पनि अब यो गरेर सके है मैले। अब यो चाहिँ भात, बचेको भात सुकाएर छोरीले भुटेकी थिए, त्यही खाजा मलाई पनि दिएकी। तपाईहरु चाहिँ के गर्नुहुन्छ, फाल्नुहुन्छ कि कसरी खानुहुन्छ? हामी चाहिँ यो सुकाएर भुटेर कहिलेकाहीँ खाजाको रूपमा खान्छौं। भेटौँला अर्को भिडियोमा। बाइ बाइ।